रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति द न्यूज प्लस प्रस्तुत गर्दै हुनुहुन्छ नरेन्द्र सापकोटा। नमस्कार, रेडियो थाहा संचारको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा नरेन्द्र सापकोटाको स्वागत छ। कार्यक्रम द न्यूज प्लस थाहा संचार नेटवर्क मार्फत देशका विभिन्न एफएम स्टेशनबाट पनि एकसाथ प्रसारण भइरहेको छ। मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण देश यतिबेला जटिल परिस्थितिबाट गुज्रिरहेको छ। संविधान जारी भएकोमा खुशियाली मनाउनु पर्नेमा 1.5 महिनाभन्दा बढीदेखि मधेस ठप्प छ। त्यसैको कारण देखाउँदै भारतले आपूर्ति रोक्दा पेट्रोलियम पदार्थको अभाव चर्किँदै गएको छ। आन्दोलनरत जिल्लाहरूमा मुख्य दलहरू पुग्न सकिरहेका छैनन्। यही बीचमा नेकपा एमाले आज राष्ट्रिय कार्यकर्ता भेला काठमाडौँमा आयोजना गर्दैछ। आज हामी एमाले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको उद्देश्य र मधेसको समस्या समाधानका लागि नेकपा एमालेको धारणा जान्ने प्रयास गर्दैछौँ। हामीसँग कुराकानीका लागि अतिथि हुनुहुन्छ नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग। योगेशजी, स्वागत छ कार्यक्रममा। नमस्ते। कार्यकर्ता भेला गर्दै हुनुहुन्छ आज काठमाडौँमा, राष्ट्रिय कार्यकर्ता भेला। सबै जिल्लाबाट कार्यकर्ताहरू काठमाडौँ ल्याउँदै हुनुहुन्छ। खास यसको उद्देश्य चाहिँ के हो? जुन संविधान सभाबाट घोषणा भयो, अब मुलुक नयाँ परिस्थितिमा अगाडि बढ्दैछ। हिजोको अवस्था अब छैन। संविधानै आउँछ कि आउँदैन भन्ने एउटा आशंका थियो। त्यो आशंकाको बीचमा हामीले 2/3 मात्रै होइन कि त्योभन्दा ज्यादा बहुमतबाट, झन्डै 90% भन्दा बढी संविधान सभाका सदस्यहरूको समर्थनबाट यो संविधान हामीले ल्यायौँ, जो दुनियाँकै इतिहासमा एउटा नौलो घटना हो। यति धेरै जनप्रतिनिधिहरूको समर्थनमा संविधान घोषणा भएको, त्यो पनि संविधान सभाबाट संविधान घोषणा भएको नेपालमै एउटा त्यस्तो इतिहास होला जस्तो मलाई लाग्दछ। यो एउटा अब बिल्कुलै नयाँ परिस्थितिमा मुलुक अगाडि आइसक्यो, प्रवेश गरिसक्यो। हामीसँग केही चुनौतीहरू पनि छन्। अघि तपाईँले पृष्ठभूमिमा भन्नुभयो, संविधान घोषणा भएपछि मुलुकको केही भूभागमा अशान्त अवस्था कायम छ। यो सबै परिस्थितिमा अब नेकपा एमाले जस्तो पार्टी जसले अब यो मुलुकको सरकार समेत नेतृत्व गर्ने अवस्था जाँदैछ, यस्तो अवस्थामा नेकपा एमाले जस्तो पार्टीको भूमिका के हुन्छ, यसको कार्यकर्ताहरूले अब कता जानुपर्छ भन्ने विषयमा देशभरका अगुवा पार्टी कार्यकर्ताहरूलाई निर्देशन गर्नु, उनीहरूलाई एउटै कुरा बुझाउनु र देशव्यापी हिसाबले अब नेकपा एमाले अगाडि बढ्नका निम्ति योजना बनाउनु, कार्यक्रम बनाउनु र त्यस अनुसार पार्टीलाई परिचालन गर्ने उद्देश्यले नै हामीले आज यो भेला आयोजना गरिरहेका छौँ। तर जसरी देश जटिल परिस्थितिबाट गुज्रिरहेको छ, अलिक ढिलो भयो जस्तो लागेको छैन यहाँलाई यो तयारी गर्नलाई? होइन, ढिलो त अवश्य पनि भयो, किनभने अब परिस्थिति नै त्यस्तै थियो। संविधान निर्माण हुन्छ कि हुन्छ भन्ने एउटा अनिश्चयको बिचमा हामी थियौँ। सँगसँगै अब जहाँ जहाँ अशान्ति अवस्था थियो, हामीले ठान्यौँ कि अब संविधान घोषणा भएपछि त्यो परिस्थिति आफै एउटा नियन्त्रणमा आउँछ, किनभने त्यहाँ उठाइरहेका अधिकांश विषयहरू संविधानभित्र सम्बोधन भएका छन्। मानिसहरूले त्यो कुरा बुझ्लान् भन्ने हामीले ठान्यौँ। त्यसकारणले कतिपय अवस्थामा अलिकति ढिलो पनि भयो होला। तर अब अहिले अब हामीले सोच्यौँ कि अब योभन्दा ज्यादा ढिलो गर्नु हुँदैन। दसैँ तिहार, छठ लगायतका नेपालीहरूका महत्त्वपूर्ण चाडबाड पनि आउँदैछन्। यस्तो मौकामा गाउँ गाउँमा विभिन्न ठाउँमा मानिसहरूको पुनर्मिलन हुने, जमघट हुने, विभिन्न सामाजिक काममा मानिसहरू लाग्ने बेला पनि आउँदैछ। ती सबै बेलामा मानिसहरूले नेपालको संविधानको बारेमा चर्चा परिचर्चा गरून्, यो संविधान किन ठिक छ भन्ने कुरा बताउन् भन्ने उद्देश्यले पनि यो कार्यक्रम हामीले आयोजना गऱ्यौँ। यहाँले भने जस्तो केही ढिलो भए पनि धेरै बितिहालेको चाहिँ छैन। अब मैदान खाली जस्तै देखिन्छ। अब मधेस केन्द्रित दलहरू मात्रै छन् मधेसमा, उनीहरू आफै त्यहाँ पुगिरहेका छन्, विभिन्न जिल्लामा छरिएर आन्दोलन गरिरहेका छन्, त्यहाँबाट प्रतिनिधित्व गर्ने शीर्ष दलहरू पनि। तर मुख्य दलहरू त्यहाँ पुगिरहेको अवस्था देखिँदैन। यो भ्याकुम अब के चिर्छ नेकपा एमाले? नेकपा एमाले र नेकपा एमालेसँगै अरू पार्टीहरू पनि हामी संयुक्त हिसाबले जान्छौँ। हामीसँग त्यो सल्लाह भइरहेका छ। नेपाली कङ्ग्रेस, नेकपा माओवादी र अरू संविधान सभामा भएका दलहरू जसले संविधान बनाउनको निम्ति सकारात्मक भूमिका खेल्नुभयो, त्यो सबै दलको दायित्व हो कि यो संविधानको पक्षमा जनमत सिर्जना गर्नु, संविधानलाई सहज ढङ्गले कार्यान्वयन गर्नु,
यी सबै दलहरूको दायित्व हो, उद्देश्य हो। त्यसो हुनाले हामी संयुक्त हिसाबले नै जान्छौँ। र अहिलेसम्म हामी सचेत किन पनि भयौँ भने हामी राज्य पक्ष पनि हौँ, राष्ट्रको एउटा महत्त्वपूर्ण पक्ष पनि हौँ, संविधान निर्माणको महत्त्वपूर्ण हिस्सेदार पनि हौँ, राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले स्थापित पार्टीहरू पनि हौँ। यस्ता पार्टीहरूले कुनै पनि कार्यक्रममा जाँदाखेरि सचेतनतापूर्वकै जानुपर्दछ। हामी पनि जाने र त्यहाँ हिंसा मचाउने पङ्क्ति अथवा त्यो हिस्सा पनि हुने, जसले एउटा गौरव भिडन्तको खतरा हुन सक्छ। त्यस कारणले हामीले सकेसम्म त्यो परिस्थिति निम्त्याउन चाहिरहेका छैनौँ र त्यो परिस्थिति आउन दिनु पनि हुँदैन। र हामीले कार्यक्रममा बनाएर देशव्यापी जाने भनेको पनि अर्को कुनै पार्टीसँग भिड्न जाने होइन। तर जसरी तर योगेशजी, जसरी भारतले अलिकति अहिले जुन खालको व्यवहार देखाइरहेको छ, छिमेकी हुनुको नाताले जस्तो व्यवहार प्रदर्शन गर्नुपर्ने त्यस्तो नगरिरहेको सन्दर्भमा त्यहाँ जानु तपाईँहरूको लागि अलिक खतरापूर्ण हुनसक्छ, अथवा मधेस आन्दोलन जसरी मधेस केन्द्रित दलका नेताहरूको नियन्त्रणभन्दा बाहिर गएको छ, यदि त्यस्तो खालको परिस्थिति सिर्जना भइदियो भने त जोखिम त छ नि। अब जतिसुकै जोखिम भए पनि आखिर एउटा मुलुकप्रति जिम्मेदार पार्टी त्यसै चुप लागेर त बसिरहँदैन नि। राजनीति भनेको जोखिम बिनाको कुरा पनि होइन। हामी जब जोखिम उठाउन तयार छैनौँ भने किन पार्टी खोल्छौँ, किन राजनीति गर्छौँ? योभन्दा ज्यादा ठुला जोखिमहरू त हिजो पञ्चायतकालमा थिए, जसलाई हामीले सामना गरेर आयौँ। राजा ज्ञानेन्द्रको कालमा योभन्दा ठुला जोखिमहरू थिए। माओवादीको हिंसाको पिरियडमा योभन्दा कति ठुल्ठुला जोखिमहरू थिए, त्यो पनि देशव्यापी राष्ट्रव्यापी जोखिमहरू थिए। ती सबै जोखिमहरूको सामना गर्दै नेपालका राजनीतिक दलहरू आएका हुन्, नेकपा एमाले आएको हो। अहिले पनि अब हामी तराई मधेस लगायत देशभरि जान्छौँ, संविधानका पक्षमा जनतालाई बताउँछौँ होइन। उहाँहरूसँग हामी हिँड्न जाने होइन, त्यहाँ चाहिँ विरन्त गर्न जाने होइन। हामीले आफ्नै कार्यकर्ताहरू चाहिँ शान्तिपूर्वक ढङ्गले परिचालन गर्न नपाउने भन्ने त खै हुँदैन, त्यो अवस्थै त हुँदैन। र फेरि यो कुरा म तपाईँलाई भन्न चाहन्छु कि हामी त्यहाँ जानै नसक्ने, हामी कार्यक्रमै गर्न नसक्ने अवस्था छँदै छैन। अहिले पनि हाम्रो पार्टीका साथीहरू तराई मधेसमा पर्याप्त मात्रामा मिटिङ बैठकहरू आयोजना गर्नुभएको छ, भेलाहरू आयोजना गर्नुभएको छ। हो, हामी सडकमा निस्किँदैनौँ। सडकमा निस्केर चाहिँ अहिले यो सडकमा निस्केर त्यो झन्डा उठाएर तपाईँको चाहिँ परिस्थितिलाई भिडन्तमा लाने कुरा अहिले हामी गर्छौँ। तर हामीले त्यहाँको बौद्धिक वर्गसँग, त्यहाँको मिडियाकर्मीहरूसँग, त्यहाँको चाहिँ नि अगुवा मानिसहरूसँग छलफल अन्तर्क्रिया गर्ने कुरा त के आपत्ति भयो? हामी गर्छौँ नि त्यो त। अब एउटा हेर्दाखेरि सङ्ख्यात्मक हिसाबले सभासद थोरै भए पनि भूभागको हिसाबले निकै ठुलो प्रतिनिधित्व राख्छ, जसले गर्दा तपाईँहरूले एकदमै ख्याल सोचिदिनु भयो। किनभने झन्डै 2 महिना भइसक्यो, चाहिँ चाडपर्व नजिकिएको अवस्था छ, जटिल परिस्थिति सृजना भइसक्यो। कारण त्यसैलाई देखाउँदै भारतले अघोषित नाकाबन्दी गरिदियो। तर परिस्थिति जटिल बन्दै गएको छ। तपाईँले अहिले जसरी सहज कुरा गर्नुभयो, तर म अलिकति तपाईँलाई जानकारी गराउँ। एकीकृत माओवादीका अब तत्कालै अहिले एकीकृत माओवादी हालसालै छोड्नुभएका डाक्टर बाबुराम भट्टराई पार्टी नछोडिकन चाहिँ जान सक्ने स्थिति छैन मधेसमा भन्ने खालको कुरा पनि चर्चा पनि चल्यो। भनेपछि गाह्रो त छ परिस्थिति, होइन? गाह्रो त छ नै, छैन भन्ने खै भएन। जे परिस्थिति हो त्यो यथार्थै हो। तर चाहिँ मैले यहाँलाई निवेदन गरेँ, त्यो अवस्था पनि होइन कि नेकपा एमाले अथवा नेपाली कङ्ग्रेस वा माओवादीले जनकपुरमा अथवा वीरगञ्जमा अथवा लाहानमा आफ्ना मानिसहरूलाई भेलै गर्न सक्दैन, त्यहाँ मिटिङ बैठकै गर्न सक्दैन। मुलुक त्यो अवस्थामा पुगेको छ भन्ने म ठान्दिनँ। हामी छौँ। हिजो मात्रै धेरै जिल्लाबाट हाम्रो सांसद साथीहरू काठमाडौँ फर्किनु भएको छ आजको भेलाको लागि। हामी धेरैसँग सम्पर्क गऱ्यौँ, सोध्यौँ। उहाँहरूले आफ्नो निर्वाचन क्षेत्रमा संविधान निर्माण भएको खुसियालीमा चियापान, अन्तर्क्रिया, गोष्ठी लगायतका कतिपय कार्यक्रम गरेर आउनु भएको छ। अब समस्या के हुन्छ भने सडकमा एक खालको वितण्डता मचाइएको छ। त्यो वितण्डाको प्रतिवाद पर्याप्त मात्रामा तराई मधेसमा भएको छैन। किन भएको छैन भने त्यसले अर्को प्रति हिंसातिर मुलुक जाला कि भन्ने खतराबाट हामी जोगिनु खोजेका छौँ। त्यसमा पनि नाकामा गएर चाहिँ प्रतिबन्ध लगाउने, सप्लाई बन्द गर्ने, यो खालको अत्यन्तै अमानवीय र तपाईँको एक किसिमले भन्ने हो भने राष्ट्रघाती कदम हो। त्यो कदम त्यहाँ उठाइएको छ। त्यसले गर्दा त्यसलाई त्यही स्तरमा प्रतिवाद गर्ने कि नगर्ने,
यो ज्यादै संवेदनशील घडीमा हामी सोची विचारिकन यो कदम उठाउँछौँ। अब यहाँले जुन कुरा उठाउनु भयो कि ठुलो भूभाग, म देख्दैछु कि अब यो हिंसा तराई मधेसको एउटा निश्चित ठाउँमा केन्द्रित हुँदै आइसकेको छ। हिजो कैलालीको टिकापुरमा थियो होला, झापासम्म पनि थियो होला, अब क्रमशः यो खुम्चिँदै तपाईँको यो मध्य तराईको एक दुईवटा जिल्लामा सीमित हुँदै आएको छ र मुलुकको अन्यत्र भूभाग तुलनात्मक हिसाबले शान्तिपूर्ण अवस्थातिर फर्किँदै छ। अब जहाँ बढी यो केन्द्रित छ, अब हामी पनि त्यही बढी नै केन्द्रित हुने कुरा हो। भनेपछि कार्यकर्ता भेलाबाट तपाईँहरूले एउटा ठोस निष्कर्ष निकाल्नुहुन्छ कि अब मधेसमा कसरी जाने भनेर? अब हामी कसरी जाने त प्रश्नै छ। हामी पार्टीका भेला, कार्यक्रमहरू, बैठकहरू, अन्तर्क्रिया, छलफल, गोष्ठीहरू, आवश्यक पऱ्यो भने ठुल्ठुलो आमसभाहरू हामीले भनेका छौँ नेपाली कङ्ग्रेस र माओवादीलाई, हामी जाउँ, जनकपुरमा जाउँ, 10 दिन 15 दिन त्यहाँ बसौँ, छलफल चलाउँ र कमसे कम तपाईँको चाहिँ जनकपुरको चाहिँ मैदानमा 1.5 लाख मान्छे जम्मा गरेर कङ्ग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरू त्यहाँ सम्बोधन गर्नुपर्छ। त्यो खालको कार्यक्रम बनाउँ भनेर उहाँहरूलाई पनि हामी भन्दैछौँ। उहाँहरूले पनि ठिक छ, संयुक्त हिसाबले जानुपर्छ भन्नुभएको छ। तर त्यो मात्रै समस्याको समाधान नहोला, फेरि उनीहरूले उठाएका, मधेस केन्द्रित दलहरूले उठाएका मागलाई सम्बोधन गर्ने पनि कुरा होला संविधान संशोधन मार्फत। तर के छन् माग त? त्यो मागहरू त संविधानमा नआएका मागहरू के छन्? उहाँहरूले एक मधेस एक प्रदेश भन्नुभएको छ, अथवा मधेसमा 2टा मात्रै प्रदेश भन्नुभएको छ। त्यो त मेरो विचारमा सम्भव छैन। अब त्यसो भए अब उहाँहरू पनि टसको मस नहुने, तपाईँहरू पनि समस्या समाधानको लागि उहाँहरूले नागरिकताको मुद्दा उठाएको छ भन्ने हामीले सुनेका छौँ। नागरिकतामा के समस्या छ? कसले नागरिकता नपाउने कुरा अब संविधानमा उल्लेख छ। निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा उठाउनु भएको छ। जनसङ्ख्याको आधारमा, जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुन्छ भनेर संविधानमा प्रष्टै लेखिएको छ। अब मनाङका मानिसहरूलाई प्रतिनिधित्व विहीन बनाउने, मुस्ताङका मानिसहरूलाई प्रतिनिधित्व विहीन बनाउने, ताप्लेजुङ अथवा दार्चुलाका मानिसहरूलाई त्यो प्रतिनिधित्व विहीन बनाउने, अनि प्रतिनिधि जति सबै तराई मधेसबाट मात्रै प्रतिनिधित्व गर्ने कस्तो मुलुक हामी बनाउँदैछौँ? त्यो सम्भव छैन। यो चाहिँ भूगोल र जनसङ्ख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुन्छ। अहिले भएका जिल्लाहरूलाई एउटा निर्वाचन क्षेत्र नघट्ने गरी त्योभन्दा प्लस निर्वाचन क्षेत्र जहाँ जनसङ्ख्या बढी छ त्यहीँ जान्छ। त्यसको फाइदा तराई मधेसमै हुन्छ। त्यसो भए स्वस्फूर्त रूपमा अहिले पनि 50% भन्दा 50% भन्दा बढी निर्वाचन क्षेत्रहरू तराई मधेसमै हुने अवस्था कायम नै छ। त्यसो भए तपाईँहरूले स्वस्फूर्त रूपमा नागरिकहरू विरोधमा उत्रिउन्, मधेस केन्द्रित दलहरूको बन्दका विरुद्धमा, र हामीहरू चाहिँ अब आफ्ना कार्यकर्ता परिचालन गरेर यो आन्दोलन दबाउँछौँ भन्ने निष्कर्षमा पुग्या हो। किन दबाउनु पर्यो? हामीले त्यो आन्दोलनमा मान्छेहरू कति नै छन् र दबाउनु पर्यो? अहिले त राज्य पनि संयमित छ। राज्यले पर्याप्त मात्रामा अर्को बाटो लिएको छैन। अर्को कुरा मैले यहाँलाई निवेदन गरेँ नि, म चाहिँ समस्या के हो त, माग के हो त, के मागको आधारमा यो भइरहेको छ? त्यो त जनतालाई गलत ढङ्गले बुझाइएको छ। त्यहाँका मध्य सञ्चार माध्यमहरू, रेडियोहरूले पनि मान्छेलाई भाला लिएर, खुकुरी लिएर, हात हतियार लिएर जम्मा गर्न आउनको निम्ति उत्तेजित गरिरहेको छ। सञ्चार माध्यमहरूले पनि त्यो गर्नु भएन। सञ्चार माध्यमहरूले कम्तीमा नेपालको संविधानको प्रस्तावनादेखि अन्तिम भागसम्म यो 2-3 दिनमा पढ्दैदेखि हुन्थ्यो। म तपाईँलाई पनि निवेदन गर्न चाहन्छु, यहाँले गरे नै गर्नुभएको छ। संविधानका जे मुद्दाहरू उहाँहरूले उठाउनु भएको छ, प्लिज एकपल्ट संविधानको त्यो भाग यहाँले पढेर सुनाइदिनुहोस्। समावेशी समानुपातिक भएन भन्नुभएको छ। संविधानको प्रस्तावनामा नै त्यो कुरा प्रष्ट छ कि समावेशी समानुपातिक प्रतिनिधित्वको आधारमा मुलुक अगाडि बढ्नेछ भन्ने कुरा त प्रस्तावनामै लेखिएको छ। उहाँहरूले जनसङ्ख्याको आधारमा जुन चाहिँ निर्वाचन क्षेत्रको कुरा अलिक जोडको साथ उठाइरहनु भएको छ। जनसङ्ख्या र भूगोलको आधारमा अघिल्लो अन्तरिम संविधानमा भूगोल र जनसङ्ख्या भनिएको थियो। यो संविधानमा जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भने जनसङ्ख्यालाई प्राथमिकता त हामीले दिनैसक्यौँ नि। होइन, दुनियाँका कुन मुलुकहरू छन् कि खालि भूगोल यो जनसङ्ख्याको आधारमा मात्रै निर्वाचन क्षेत्र भएको? स्वयं हाम्रो छिमेकी मुलुक भारतमा के छ, 37,000देखि तपाईँको चाहिँ झन्डै 35 लाखसम्मका निर्वाचन क्षेत्रहरू छन्। होइन, तपाईँको सिक्किममा एउटा मात्रै निर्वाचन क्षेत्र छ, कतिपय प्रदेशमा एउटा मात्रै निर्वाचन क्षेत्र छ। इन्डियामा पनि तपाईँको बिहार, उत्तर प्रदेशतिर हेर्नु त भने 40 भन्दा बढी निर्वाचन क्षेत्रहरू छन्।
जहाँ जनसङ्ख्या पनि 20 करोड 15 करोड जनसङ्ख्या छ। त्यसो हुनाले जनसङ्ख्याको विविधताको आधारमा त निर्वाचन क्षेत्र त भइहाल्छ नि। अब यो मधेसको आन्दोलनसँगै जोडिएको अर्को विषय भारतको अघोषित नाकाबन्दी, यस विषयमा चाहिँ राजनीतिक दलहरूले खासै चासोका साथ अब विरोध गर्ने कुरा त रहला, हामी स्वाधीन हुन्छौँ, सार्वभौम सत्तामाथि हाम्रो कसैले हस्तक्षेप गर्न पाउँदैन भनेर एउटा ओठे अभिव्यक्ति दिने कुरा त होला, तर परिस्थिति जटिल बन्दैछ, यसको विकल्प के भन्ने कुरा पनि अब ल्याउनु पर्ने बेला भयो कि भएन? पहिलो कुरा त हाम्रो मित्र राष्ट्र छिमेकी मुलुक भारतले नेपालमा किन सप्लाई बन्द गरेको छ? के छ उहाँहरूको कारण सप्लाई बन्द गर्नुपर्ने? हाम्रो संविधान बनाउँदा उहाँहरूले खुसी मनाउनु पर्ने, अमेरिकाले खुसी मनाउँदा हुने, जापानले खुसी मनाइरहेका छ, चीनले खुसी मनाएर पटक पटक वक्तव्य दिएका छ, अरू मुलुकहरूले खुसी मनाएका छन्। अनि हाम्रो मित्र राष्ट्र दुखी हुनुपर्ने कारण के छ? उहाँहरूलाई कहाँ हामीले थिचोमिचो गर्यौँ? हाम्रो संविधानले के उहाँहरूलाई मजाले कुनै मिसाइल युद्ध गर्ने भनेको छ? त्यही त कारण केही छैन, तर परिस्थिति त्यस्तो बन्दियो। हो, ठिक छ, परिस्थिति हो भने हामी उहाँहरूलाई बुझाउँदैछौँ। नेपाल सरकारको तर्फबाट कूटनीतिक पहल कदमीहरू भएका छन्। नेपालका राजनीतिक दलहरूको तर्फबाट उहाँहरूका प्रतिनिधिलाई यथेष्ट मात्रामा उहाँहरूलाई हामीले सम्झाउँदैछौँ, बुझाउँदैछौँ। उहाँहरू बुझ्दै जानु होला। अन्तर्राष्ट्रिय मञ्च आजको दुनियाँमा उहाँहरूले पनि जवाफ दिनुपर्छ, होइन? तपाईँको जाने फेसबुकका मालिकले प्रधानमन्त्री मोदीलाई जुन कार्यक्रम गर्नुभयो, 60,000 भन्दा बढी प्रश्नहरू नेपालको बारेमा उठेका थिए। ती प्रश्नहरू त्यहाँ सोधिएन। भनेपछि जुनसुकै ठाउँमा पनि आज ट्विटरमा तपाईँ हेर्नुहोस्, फेसबुकमा हेर्नुहोस्, ओपन छ नि दुनियाँको सोसाइटी। आकाश त कसैले मजाले रोक्न सक्दैन नि। त्यो आकाशबाट त सन्देशहरू त गइरहेका छन्। नेपालको चाहिँ जनमत कता छ? 60 लाख मानिसहरू फेसबुक चलाउँछन्। अब होइन, यो परिस्थिति त ठिक छ योगेशजी। अब तर तपाईँहरूले यो भनिरहँदाखेरि, सम्झाइरहेका छौँ, बुझाइरहेका छौँ, सोधिरहेका छौँ के रहेछ स्थिति भनेर बुझिरहेका छौँ भनिरहँदाखेरि मानिसहरू अत्तालिसकेको अवस्था छ। चाडपर्व नजिकिसक्यो। काठमाडौँमा भएका 75 अरू 74 जिल्लाका मान्छेहरू कसरी यहाँबाट बाहिरिने अब चाडपर्वको बेलामा भनेर एउटा चाहिँ त्रस्त मानसिकतामा छन्। चारैतिर जताततै लाइन मात्रै देखिन्छ सवारी साधनको। तपाईँले पनि हेर्नुभयो होला। यो परिस्थिति अब कसरी एकदमै डरलाग्दो परिस्थिति छ। एकदमै डरलाग्दो परिस्थिति हुँदैछ। सरकारले पनि यसको विकल्पहरू खोजिराखे होला भन्ने मैले ठान्दछु। खास गरिकन हाम्रा अन्य नाकाहरूलाई कसरी परिचालित गर्ने, उत्तरी नाकालाई कसरी परिचालित गर्ने भन्ने सन्दर्भमा उत्तरको छिमेकी मुलुकसँग यो केही दिनभित्र कुराकानी अगाडि बढेको छ भन्ने मैले थाहा पाएको छु। त्यसका केही परिणामहरू पनि आउलान्। तर म तपाईँको सञ्चार माध्यमबाट आम नेपाली जनतालाई पनि भन्न चाहन्छु कि यो परिस्थितिको सामना हामीले गर्नै पर्छ। जतिसुकै कष्ट दुःख भए पनि हामीले परिस्थितिको सामना गर्नै पर्छ। हाम्रा चाडबाडको मुखमा हाम्रो छिमेकीले जुन दुःख दिँदैछ, यो के नियतले दुःख दिएको छ आम जनताले बुझ्नै पर्दछ। हामी बुझि पनि राखेका छौँ। दुनियाँका राष्ट्रहरूले योभन्दा पनि ठुलो दुःखको सामना गरेर आफ्नो मुलुक जोगाएका हुन्। हाम्रै पुर्खाले पनि योभन्दा ज्यादै ठुलो दुःख गरेर यो मुलुक जोगाएका हुन्। त्यसो हुनाले केही दिनहरू हाम्रा लागि अझै कष्टकर छन्, दुःखदायी छन्, होइन? हामी सडकमा निस्किन नपाउँला, हिँड्न नपाउँला, पेट्रोल डिजेलको अभाव होला, खाद्यान्नको पनि केही अभाव हुन सक्छ, औषधिको अभाव हुन सक्छ। मूलत डिजेल पेट्रोलको अभाव हो, आवत जावतको अभाव हो। अन्य हिसाबले हामीलाई त्यति समस्या पर्नेवाला छैन। चाडबाड ठिकै छ। यो चाडबाड हामी चाहिँ दुःखका साथ मनाउला, होइन? सिङ्गो मुलुक एउटा संविधान निर्माणको खुसियालीमा छ भने हामी त्यो परिस्थितिलाई पनि सामना गरौँला। यो कुनै एउटा व्यक्तिलाई परेको होइन, नेपालको राष्ट्रपतिदेखि एउटा सर्वसाधारण मानिससम्मलाई परेको यो पीडा हो। यो पीडा हामी एक ठाउँ उभिएर चाहिँ यो पीडाको सामना गर्नु। जस्तो भारतले अब हामीले अपेक्षा गरेनौँ अथवा योभन्दा अगाडि पनि 2 पटक अघोषित नाकाबन्दी गरिसकेको अवस्था थियो, होइन? 45 सालमा 13 महिना नाकाबन्दी गरेको भनिन्छ। अब यो अहिलेको परिस्थिति हामीले कल्पना नगरेका थियौँ कि अथवा हामी बढी डिपेन्डेन्ट भयौँ भारतसँग? होइन, हाम्रो व्यापार व्यवसाय भारततिर बढी डिपेन्डेन्ट छ, यो त यथार्थै हो, होइन? हाम्रो चाहिँ सिमाना खुल्ला हुनुको नाताले, आवत जावत सहज हुनुको नाताले स्वाभाविक हो कि हाम्रो व्यापार व्यवसायको मुख्य प्रवेशद्वार नै दक्षिणतिर नै छ। तर अब हामी उत्तरतिर त कठिन छ। तपाईँको चाहिँ उत्तरतिर खास गरेर हाम्रो छिमेकी तिब्बतबाट चाइनाको मेनल्यान्डमा पुग्न नै ज्यादै ठुलो समय लाग्ने अथवा त्यो डिस्टेन्स पनि ज्यादा छ, त्यो अप्ठ्यारो त छँदै छ। त्यस हिसाबले सहज त हामीलाई दक्षिणतिर नै हो।
तर अब हामीले विकल्प त खोज्नु पर्यो, जतिसुकै सहज भए पनि असहज नाकाहरू पनि त खोल्नु पर्यो। अब तातो पानी भन्सार पनि खालि कपडा बोकेर आउने मात्रै होइन, त्यहाँबाट अब हामीले पेट्रोलियम पदार्थ पनि ल्याउने व्यवस्था कुन ढङ्गले हुनसक्छ गर्नु पर्यो। हाम्रो मित्र राष्ट्र चीनको तर्फबाट पटक पटक हामीलाई भनिएको छ आवश्यक पर्यो भने हामी 5 कालसम्म तेलको पाइपलाइन बिछाइदिन्छौँ पनि भनेकै छ। अब त्यो हो भने ठोस प्रस्तावहरू हामीले चीनसँग गर्नु पर्यो। हामीले चीनसँग यो प्रस्ताव राख्यौँ भने अर्को मित्र राष्ट्र रिसाउला कि भनेर अब हामीले बस्नु भएन। तर यहाँ त एउटा चाहिँ नेता पहिला प्रधानमन्त्री भएर भारत नगइकन चीनतिर गयो भने यहाँ भारत रिसाउला पनि ठुलो आपत पर्छ हामीलाई। हो त, हाम्रो मानसिकता त्यो भयो नि, हिजोको मानसिकता त्यो भयो, त्यसले गर्दा हामी बढी उतातिर बढी डिपेन्ड भयौँ। अब हामीले सोच्नु पर्यो कि अब हाम्रा नाकाहरू चौतर्फी हामीले खोल्नु पर्यो। यसले यो परिस्थितिले तपाईँलाई लाग्छ शीर्ष नेताहरूको चाहिँ अलिकति शीर्ष नेताहरूलाई साँच्चै अब विकल्प सोच्नुपर्ने रहेछ भन्ने खालको शिक्षा दिन्छ यसले? दिएकै देख्छु मैले त। यसबाट धेरै नै झकझकी आएको छ, प्रधानमन्त्रीदेखि सबै पार्टीका शीर्ष नेताहरूलाई झकझकी आएको छ। त्यो भएको हुनाले उहाँहरूले एकताबद्ध भएर यसको सामना गर्ने कुरा पनि गर्नुभएको छ। त्यो एउटा खुसीको कुरा हो कि यो मामलामा एमाले, काङ्ग्रेस अथवा माओवादीको शीर्ष नेतृत्व अलग अलग ठाउँमा छैन। सरकारदेखि पार्टीहरू समेत एक ठाउँ छन्। यो परिस्थितिको हामीले सामना गर्नुपर्छ, विकल्प खोज्नुपर्छ, अनेक विकल्प हुनसक्छ होइन। अब भारत स्वयं पनि संयुक्त राष्ट्र सङ्घमा छ, त्यहाँ प्रश्न उठ्छ भोलि उसले अन्तर्राष्ट्रिय हिसाबले जवाफ दिनुपर्दछ। हामीले सुनिरहेका छौँ भारतले नाकाबन्दी नै गरेको छैन, उनीहरूले त्यो जवाफ दिएर। नाकाबन्दी त घोषित रूपमा त छैन, तर अघोषित रूपमा त आज नाकामा कर्मचारीहरू पनि आफ्नो अफिसबाट फिर्ता बोलाउने, भारतीय पक्षले कम्प्युटर बिग्रियो भन्ने नाममा गाडीहरू नपठाउने। ल ठिक छ, बिहारको चुनावले रक्सौलको नाका केही अप्ठ्यारो होला, मानौँ न उहाँहरूको सन्दर्भमा केही अप्ठ्यारो होला, तर तपाईँको बुटवल भैराको नाका कहाँ समस्या छ, धनगढी अथवा महेन्द्रनगरको नाका कहाँ समस्या छ, मेची भन्सारको नाका कहाँ समस्या छ, उत्तर प्रदेशमा त चुनाव छैन, पश्चिम बङ्गालमा चुनाव छैन, ती नाकामा कुनै गडबडी पनि मचाएको छैन। अहिले सबै विरोधको प्रदर्शन भयो, खास गर्न विरोध यो चाहिँ रक्सौल नाकामा भन्नु छ नि, त्यो बाहेक त अरू नाकाहरूमा त परिस्थिति सामान्य छ नि। त्यहाँको सिडिओले, त्यहाँको डिएसपीले भन्दैछन् कि यहाँ नेपालतिर केही पनि समस्या छैन, तर भारतीय पक्षले नै गाडीका लाइन राखेर चाहिँ आउनु दिएको छैन, उहाँहरूले रिपोर्टिङ गरिरहनु भएको छ। भनेपछि भारतीय पक्षहरूले पनि सोच्नु पर्यो कि यो किन उहाँहरू गर्दै हुनुहुन्छ, यसको भण्डाफोर गरेका छ। तपाईँ भारतीय टेलिभिजन च्यानलमा आजकल हेर्दै हुनुहुन्छ भने त्यहीँ पनि भारतका बुद्धिजीवीहरूले भन्दैछन् कि भारत हिजो पाकिस्तानको सन्दर्भमा असफल भयो, श्रीलङ्काको सन्दर्भमा असफल भयो, अर्को मुलुकको चाहिँ सन्दर्भमा उसको कूटनीति असफल भयो, अब नेपालमा पनि यो असफल हुँदैछ। त्यस कारणले भारतले यो जे कदम उठाउँदैछ यो गलत छ, यो यसबाट उसले पछाडि फर्किनु पर्छ भनेर भारतभित्र पनि त्यहाँका बुद्धिजीवीहरू भनिरहेका छन्। भारतको प्रभावशाली पार्टीहरूमा सिपिएम, मार्क्सवादी पार्टी, सिपिआई, कम्युनिस्ट पार्टी, त्यहाँको अरू कतिपय सोसलिस्ट पार्टीहरू बैठकै बसेर उनीहरूले प्रस्ताव पास गरेका छन् र भारतप्रति गरेको यो नेपालप्रति भएको यो व्यवहारको उनीहरूले आलोचना गरेका छन्, खण्डन गरेका छन् र आफ्नो सरकारलाई त्यतातिर नजानको निम्ति ध्यान आकर्षण गरेका छन् भने चाहिँ भारतभित्रै पनि यो गलत हो भन्ने जनमत त क्रमशः बढ्दैछ। यसले यहाँको सरकारलाई भोलि अप्ठ्यारो पार्छ। हजुर, हुन्छ, कुराकानीको लागि समय दिनुभयो, धेरै धन्यवाद यहाँलाई। हस्, तपाईँलाई पनि धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराई कार्यक्रम द न्युज प्लसमा हामीसँग कुरा गर्दै। आजको लागि कार्यक्रम द न्युज प्लसको निर्धारित समय सकिएको छ। कार्यक्रम न्युज प्लसमा नयाँ विषयवस्तुका साथ हामी भोलि फेरि आउनेछौँ। प्रविधिमा साथ दिने भोला तिमेल सिन्हालाई धन्यवाद। नरेन्द्र सापकोटा बिदा भएँ, नमस्कार।